भिडियोमा भने चाहिँ हामी कन्टिन्युटीको बाँकी रहेको क्वेसनहरू टाइप 2 को न्युमेरिकलहरू गर्नेछौँ र यो टाइप 2 को सिकिसक्यो भने टाइप 3 को न्युमेरिकल चाहिँ हाम्रो एकदमै सजिलैसँग गर्न सक्छौँ र टाइप 1 को न्युमेरिकलमा हामीले एकदमै कन्टिन्युअस हुने फङ्सनको कुरा गरेका थियौँ र आज हामी अर्को क्वेसन लिएर आएका छौँ। त्यो क्वेसन के छ भने कन्टिन्युटी नै चेक गर्नु हो हैन, तर फङ्सन के छ भने f of x is equal to 1/2x 8 x equal to 0। अब यसमा राइट ह्यान्ड लेफ्ट ह्यान्ड लिमिट हेर्नुभन्दा पहिले हामीले हेर्ने f of x हेर्दियौँ हैन, f of 0 हैन, f of 0 8x equal to 0, f of 0 भने 1/2 into 0 भनेको इन्फिनिटी, यहीँनिर डिस्कन्टिन्युअस भइहाल्यो। अब हामीले राइट ह्यान्ड लिमिट लेफ्ट ह्यान्ड लिमिटतिर जानु आवश्यक परेन हैन, त्यहाँ जान्छु भने पनि मिल्यो, मिल्न त हैन, तर f of 0 फङ्सनल भ्यालु नै इन्फिनिटी निस्किसक्यो। अब यसै गरी अर्को क्वेसन छ, यो एउटा क्वेसन भयो। अर्को क्वेसन भनेको f of x is equal to 1/x minus 2 8 x does not equal to 2 भनेको छ। यो केसमा हामी के गर्न सक्छौँ भने अब हामी के मानौँ भने लिमिट x टेन्स टु a प्लस हैन राइट ह्यान्ड लिमिट इज इक्वल टु 1/x minus 2 निकालौँ। अब a भने चाहिँ के हो? a भने एउटा नम्बर हो हैन, लेट a बिलोङ्स टु r सच द्याट a डज नट इक्वल टु 2। किन हामीले डज नट इक्वल टु 2 मा निकाल्नु छ भनेपछि यो भने 1/a minus 2 भयो। अब सिमिलरली हामीले चाहिँ यसमा लेफ्ट ह्यान्ड लिमिट लिने हो भने लिमिट x a माइनस, यो भने सेम हुन्छ, x minus 2 भनेको 1/a minus 2 हैन। अनि इन द सेम वे अब हामी निकाल्न सक्छौँ फङ्सनल भ्यालु f of a पनि 1/a minus 2 भनेपछि हामी लेख्न सक्छौँ rl इज इक्वल टु ll इज इक्वल टु f of a। यो भनेको चाहिँ हाम्रो के भयो त? कन्टिन्युअस भयो। इन द सेम वे 1/3x हैन, 1/3x f of x equal to 1/3x 8 x does not equal to 0, यो पनि कन्टिन्युअस भयो, सेम भयो, यसमा पनि गर्न मिल्यो, 1/3a 3a हुने भयो भनेपछि यसरी चाहिँ हामी यो क्वेसन हामी गर्न सक्छौँ। अब अर्को टाइपको क्वेसनमा जाउँ हामी। अब x minus 3 8 x equal to 3, यो पनि डिस्कन्टिन्युअस भयो हैन। त्यसपछि अब हाम्रो अर्को क्वेसन छ f of x is equal to function of x is equal to x square minus 9 upon x minus 3 8x equal to 3। अब यो क्वेसनको कुरा गरौँ भने यसमा पनि सेम क्वेसन छ। यसमा सेम क्वेसन के छ भने अब जाउँ यसको हामी लेफ्ट ह्यान्ड फङ्सनल भ्यालु निकालौँ। फङ्सनल भ्यालु त हाम्रो निस्कदैन, 3 स्क्वायर माइनस 3 अपन 3 माइनस 3 भनेको इन्फिनिटी भइदियो, इन्फिनिटी डिस्कन्टिन्युटी भइदियो होइन। यसमा राइट ह्यान्ड र लेफ्ट ह्यान्ड लिमिट निस्कन्छ, हेर यसमा डिस्कन्टिन्युअस भयो, तर राइट ह्यान्ड र लेफ्ट ह्यान्ड कसरी निस्कन्छ भने जस्तै आरएल छ भने लिमिट एक्स टेन्स टु ए माइनस ए प्लस एक्स प्लस 3 इन्टु एक्स माइनस 3 अपन एक्स माइनस 3 गरेर हामी यो क्यान्सल गर्न सक्छौँ, किनकि यहाँनिर त हाम्रो के छ त लिमिट हो, यो त x को भ्यालु a भन्दा ठुलो हो हैन, राइट साइडतिर मात्र त हो, a कहीँ नजिक धेरै नजिकको मात्र त हो। यसरी नै लेफ्ट ह्यान्डको पनि निस्कन्छ, x प्लस 3 भनेको 6 भइहाल्यो। इन द सेम वे हामी यो गर्न सक्छौँ। अब यसै गरी अर्को छ लिमिट f of x इज इक्वल टु छ x स्क्वायर माइनस 16 अपन x माइनस 4 छ, यसमा पनि सेम भयो 8x इक्वल टु 4 मा हैन। यसरी चाहिँ यी क्वेसनहरू गर्न सक्छौँ। अब हामी एउटा गरौँ मोडुलसको क्वेसन। f of x is equal to modulus x minus 2 upon x minus 2 8 x is equal to 2। अब हामीले जान्नुपर्ने हुन्छ एब्सोल्युट भ्यालुको मिनिङको। अब यो पनि डिस्कन्टिन्युअस हो, यसमा कुनै डाउटै छैन। हेर यसमा पनि फङ्सनल भ्यालु के भइदिन्छ त? फङ्सनल भ्यालु त यसमा एक्जिस्ट छैन। f of x
8x इक्वल टू 2 एफ अफ एक्स भनेको के भइदिन्छ x माइनस 2 अपन x माइनस 2 हो नि त मोडुलस x माइनस 2 अपन 2 माइनस 2 अपन 2 माइनस 2 होइन यो भनेको त 0/0 भइदियो होइन मोडुलस अफ 0 भने 0 हो इन्फिनिटी हो डिस्कन्टिन्युअस त अलरेडी भइहाल्यो एफ अफ एक्सैबाट तर यस्तो केसमा राइट ह्यान्ड र लेफ्ट ह्यान्ड लिमिट कसरी निकाल्ने यति सिकाइदिन्छु म जस्तै राइट ह्यान्ड लिमिटमा हुन्छ हाम्रो राइट ह्यान्ड लिमिट x टेन्स टु a प्लस मोडुलस अफ x माइनस 2 अपन एब्सोल्युट भ्यालु हो नि त अपन x माइनस 2 यो केसमा के भइदिन्छ भने हाम्रो यो क्वेसनमा अब यदि हाम्रो यो x को भ्यालु a प्लस हैन नि यार 2 प्लस हो सरी 2 प्लस हो अहिले 2 प्लस 2 भन्दा ठुलो छ भने यो चाहिँ के भइदिन्छ पोजिटिभ भइदिन्छ माथिको हैन र यो चाहिँ हामी काट्न पाउँछौं यसरी चाहिँ काट्न पनि पायौं हामीले यो 1 भयो हैन यो काट्न पायौं अनि त्यसैगरी लेफ्ट ह्यान्ड लिमिटको पनि लिमिट x टेन्स टु 2 माइनस मोडुलस अफ x माइनस 2 अपन x माइनस 2 यो पनि क्यान्सल गर्न पायौं मोडुलस भित्र नेगेटिभको भ्यालु तल आए बाहिर आए पोजिटिभ हुन्छ भनेपछि हाम्रो 1 नै भयो यसमा त कुनै पनि डाउट छैन तर फंक्सनल भ्यालुमा चाहिँ हाम्रो उ भयो अनि त्यसैगरी अर्को क्वेशन छ f of x is equal to modulus of x upon x 8x equal to 0 यो पनि डिस्कन्टिन्युअस डाइरेक्टली f of x is equal to हुन्छ 8x equal to 0 मा 0/0 हुन्छ हेर यो भन्या पनि इन्फिनिटी यसरी चाहिँ हामी यस्तो टाइपको क्वेशनहरु गर्न सक्छौं अब हामी अर्को क्वेशनमा जाउँ अर्को टाइपको क्वेशनहरुमा जाउँ त्यो क्वेशन यस प्रकार छ हेर क्वेशन लेखौं पहिला डिस्कस द कन्टिन्युटी अफ फंक्शन 8 point specified म क्वेशन उतार्छु हैन डिस्कस द कन्टिन्युटी अफ फंक्शन 8 point specified इज अब यहाँ हाम्रो सबैभन्दा पहिलो क्वेशन छ f of x is equal to 2 minus x square for x is less than or equal to 2 x minus 4 for x is greater than 2 8x equal to 2 मा कन्टिन्युटी चेक गर्ने अब यो क्वेशनलाई कसरी यो क्वेशन बुझ्यो भने लगभग कन्टिन्युटी सकियो यसपछि केही छैन अरु सब सेम छ सब सकियो अब यसमा के गर्ने यो क्वेशन बुझ्नु जरुरी छ यसमा फंक्सनलाई कसरी डिफाइन गरेको छ भने सोलुसनमा जाऊ हामीसँग f of x भन्ने फंक्सन छ जसमा यदि x को मान 2 सँग बराबर र त्यो भन्दा सानो छ भने 2 - x² फर्मुला युज गर्ने हैन यदि x को मान 2 भन्दा ठूलो छ भने x - 4 फर्मुला युज गर्ने अब हामीले कन्टिन्युटी चेक गर्नुपर्ने 8x = 2 मा अब लियौ हामी सोलुसन 8x = 2 फंक्सनल भ्यालु f of x अथवा f of 2 बराबर कति हुन्छ अब यहाँ क्वेशनले के भन्दैछ यदि x is less than or equal to बराबर पनि छ भने 2 सँग x² 2 - x² युज गर्ने भनेपछि 2 - x² भनेको 2 - 2² यो भनेको कति भयो 2 - 4 -2 अब यो त फंक्सनल भ्यालु निस्क्यो अब जाउँ हामी राइट ह्यान्ड लिमिटमा राइट ह्यान्ड लिमिट बराबर हुन्छ लिमिट x टेन्स टु 2 प्लस अब यदि x को मान 2 प्लस भन्नुको मतलब राइट ह्यान्ड 2 भन्दा ठूलो अलदि x इज ग्रेटर देन 2 छ भने x - 4 हुन्छ x - 4 यो बराबर हुन्छ 2 - 4 भनेको -2 सिमिलरली अब जाऊ हामी लेफ्ट ह्यान्ड लिमिटमा लेफ्ट ह्यान्ड लिमिट इज इक्वल टु हुन्छ लिमिट x टेन्स टु 2 माइनस अब फर्मुला के राख्ने फर्मुला यही भयो 2 - x² किनकि x भन्दा सानो या बराबर छ भने 2 - x² राख्ने इन द सेम वे 2 - x² राख्ने अब यो राखिसकेपछि हाम्रो भयो 2 - 4 बराबर -2 भनेपछि हाम्रो के भइदियो त यहाँ f of x is equal to right hand limit is equal to left hand limit so
एफ अफ एक्स इज कन्टिन्युअस एट एक्स इक्वल टु 2। यसरी चाहिँ यो टाइपको हिसाब हामी गर्न सक्छौँ। यसरी गर्न सक्छौँ हामी यस्तो टाइपको हिसाबहरू। के गर्यौँ हामीले यो क्वेसनमा बुझ्नुपर्ने यति हो, राइट ह्यान्ड लिमिटको लागि ग्रेटर देन होइन यो, अनि लेफ्ट ह्यान्ड लिमिटको लागि लेस देन र फङ्सनल भ्यालुको लागि इक्वल टु वाला हाम्रो कन्डिसन हेर्ने। अब अर्को क्वेसन के छ? अर्को क्वेसन पनि छ सेम। एफ अफ एक्स इज इक्वल टु 2x square plus 1, 4x is less than or equal to 2, 4x plus 1, 4x is greater than 2 र यसमा निकाल्नु पर्ने छ x इक्वल टु 2 मा कन्टिन्युटी चेक गर्नुपर्ने छ। यो क्वेसनमा पनि यो कन्टिन्युअस होला और डिस्कन्टिन्युअस होला, तर यसमा पनि चेक गर्नुको लागि सोलुसनमा जाउँ। सबैभन्दा पहिले एफ अफ एक्स 8x इक्वल टु 2, एफ अफ एक्स भनेको यो भयो, लेस देन और इक्वल टु जुन ठाउँमा छ त्यो भनेको एफ अफ एक्स हो कहिले पनि, र ग्रेटर देन भनेको राइट ह्यान्ड लिमिट, लेस देन भनेको लेफ्ट ह्यान्ड लिमिट, किन त्योभन्दा सानोको लागि हो। एफ अफ एक्स इज इक्वल टु 2x स्क्वायर प्लस 1 इज इक्वल टु 4 इन्टु 2 होइन, 2 स्क्वायर भने 4 प्लस 1 भनेको 9 भयो। अनि त्यसै गरी राइट ह्यान्ड लिमिट भनेको लिमिट एक्स टेन्स टु 2 प्लस एफ अफ एक्स हो, त्यो भनेको कति हो 4x प्लस 1 इज इक्वल टु 4 इन्टु 2 प्लस 1 बराबर 9 भयो। अनि त्यसै गरी लेफ्ट ह्यान्ड लिमिट भनेको लिमिट एक्स टेन्स टु 2 माइनस, अनि यो यहाँ अब क्वेसनमा हेरौँ एक्स लेस देनको लागि 2x स्क्वायर प्लस 1 छ, 2x स्क्वायर प्लस 1 बराबर लिमिट 2 इन्टु 2 स्क्वायर प्लस 1, यो भनेको पनि 9 भयो। यसरी अब हामीले यहाँ के देख्यौँ, एफ अफ एक्स इज इक्वल टु राइट ह्यान्ड लिमिट इज इक्वल टु लेफ्ट ह्यान्ड लिमिट, सो इट इज कन्टिन्युअस एट एक्स इक्वल टु 2। यो फङ्सन पनि एक्स इक्वल टु 2 मा कन्टिन्युअस यसरी देखियो। र बाँकी दुईवटा क्वेसनहरू छन् अझ बेसिक म्याथमा। अर्को क्वेसन के छ भने एफ अफ एक्स इज इक्वल टु 2x 3x माइनस 3, 4x इज लेस देन और इक्वल टु 3, 4x इज ग्रेटर देन 3। अब चेक गर्नुपर्ने 8x इक्वल टु 3 मा छ। अब यो क्वेसन पनि सेम भयो, यसमा पनि हेर्ने लेस देन और इक्वल टु, यो पोइन्टको फरक त हो। यसमा 3 भन्दा सानो र बराबरको लागि फङ्सनल भ्यालु र लेफ्ट ह्यान्ड लिमिटमा यो फर्मुला युज गर्ने, राइट ह्यान्ड लिमिटमा यो फर्मुला युज गर्ने, अनि चेक गर्ने। अनि अर्को क्वेसन पनि सेम छ, एफ अफ एक्स इज इक्वल टु छ 2 छ 3x छ, 4x इज इक्वल टु 1 और 4x इज ग्रेटर देन 1 और 8x इक्वल टु 1। अब यहाँनिर चाहिँ हामीलाई गाह्रो भइदिन्छ है। अब यहाँनिर गाह्रो कसरी भइदिन्छ भने हामीलाई त अहिले फङ्सनल भ्यालु र राइट ह्यान्ड लिमिटको दिएको छ, लेफ्ट ह्यान्ड लिमिट कहाँ राख्ने हो, त्यो बेला लेफ्ट ह्यान्ड लिमिटको भ्यालु यो 2 मात्र हुन्छ, जुन इक्वल टुसँग छ त्यही हुन्छ। यदि यो ठाउँमा हामीलाई एक्स इज ग्रेटर देन 1 भन्या भए राइट ह्यान्ड लिमिटको लागि लेस देन 1 भनिदिया भए यहाँनिर हाम्रो यो राइट ह्यान्ड लिमिटको भ्यालु यो हुन्थ्यो। मतलब जो भए पनि यदि कुनै पनि दिएको छैन भने फङ्सनल भ्यालु नै राइट ह्यान्ड र लेफ्ट ह्यान्ड लिमिटको भ्यालु हुन्छ। यति हो यसमा। र आजको भिडियोको लागि चाहिँ यति नै, र अर्को भिडियोमा चाहिँ हामी बाँकी रहेको टाइप 3 को न्युमेरिकल र फाइन्ड द भ्यालु अफ के वाला न्युमेरिकलहरू जो छ हाम्रो त्यो ल्याउनेछौँ, र यति बुझेपछि कन्टिन्युटीलाई पुग्छ।